यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्वन्ति दिव्य स्तर्वै वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यम सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यम यज्ञिनो यस्यान्त न विदु सुरासुरगणा देवाय तस्मै नमः। श्रीमद्चन्दन चर्चित ज्वलपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन मुक्तावली शोभिदा सर्वज्ञान निदान पुस्तक धरा रुद्राक्षे मालाकरा वाग्देवी वन्दनाम्बुजे वसतु मे त्रैलोक्ये माता चिरं मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायाम्येतद्यजस्य यस्य प्रसादात् वक्ष्यामि नारायण कथामि वाम नारायणं नमस्कृत्य नरं चैवं नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। कुमारजी आज्ञा गर्नुहुन्छ। यह अगस्त्य मुनि विष्णु अन्तर्धान भई भागेपछि ती बाँकी रहेका 33 कोटी देवता यक्ष गन्धर्व किन्नर दैत्य नागहरू हाहाकार गरी 10 दिशामा भागे आपसमा कुरा गर्न लागे। अब दक्ष प्रजापतिको प्राण रहँदैन, किनभने नारायण जस्ता को सुदर्शन चक्र मिथ्या भई व्यर्थ भयो। जुन चक्र उठाई विष्णु खडा भइरहँदा महादेव समेत टिक्न सक्नुहुन्न थियो। यस्ता नारायण समेत अन्तर्ध्यान भई भागे। अब हामीहरूका पराक्रमले के गर्न सकौँला? तस्मात आफ्ना प्राण बचाउने हो। आफ्ना प्राण बचाउन निमित्त 10 दिशा भागे। नारायण प्रवृत्ति देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग अष्ट दिक्पाल समेत आफ्नो प्राण बचाई भागेका देखी काल समान भएका वीरभद्र पनि रिसले जिब्रो काढी नागले चाहिँ निश्वास गरी सुस्केरा हाली वर्षाकालको मेघ गर्जे चाहिँ गर्जी जाई लागे। दक्षको टुप्पी समाती पछाडि बोध गराए, हे पापी दक्ष, तैँले श्री महादेवलाई बहुतै निन्दा गरिस्, आफ्नी पुत्री मारिस्, त जस्ता पापी अरू कोही हुँदैन। महादेव बौलालाई नडाकी मलाई के होला भनी त्रिभुवनपतिलाई निन्दा गरिथिस्। अब यस बखत तेरा ज्वाइँहरू कहाँ गए? तेरा ज्वाइँहरूलाई गुहार मागी तेरो प्राणको रक्षा गर। तेरो यज्ञ बिना शङ्करले पूर्ण गरून्। अब तँलाई पनि यस यज्ञमा होम्न सके हामी सबैलाई सन्तोष होला भनी अनेक तरहले बोध गराई दक्ष प्रजापतिको शिर छुटाई यज्ञमा होमिदिए। यस्ता तरहसँग दुष्ट संहार गरेको देखि महाकाली आदि 64 योगिनी नन्दी भृङ्गी प्रमथ गण विषम ज्वरो भूत प्रेत पिशाचहरूले एकै स्वर गरी कराए। धन्य धन्य वीरभद्र, शिव निन्दा गर्ने दक्षको नाश गर्यौ भनी खुसी भई भन्न लागे। तिमी समान बलि यो त्रिभुवनमा पनि दुर्लभ छ भनी नाना स्तुति गरे। तहाँ उपरान्त दक्ष प्रजापतिकी बिरनीले आफ्ना स्वामी दक्ष प्रजापतिको शिर छुट्याई यज्ञ कुण्डमा होमेको देखि बहुतै अधैर्य भई ठुला बतासले केराको थाम ढल्दा झैँ गरी ढली भूमिमा मूर्छा भइन्। फेरि चेष्टा भएर शोक गर्न लागिन्। हे स्वामी, मलाई यस्ता अवस्थामा पारी अनाथ तुल्याई तिमी कहाँ गयो? जगदीश्वर महादेवलाई यज्ञमा नडाक्दा यस्तो भयो। यो तिमीले नजानेको हो। हे मूढ, अज्ञान मनमा लिई शिवलाई निन्दा गर्दा तिम्रो प्राण गयो। मेरो यो अवस्था भयो भनी नाना तरहको शोक गरी महावीर वीरभद्र छेउ गई बिन्ती गरिन्। हे ईश्वर वीरभद्र, दक्ष प्रजापति अज्ञानी हुन्, अहङ्कारी पनि हुन्, तिनलाई ज्ञानको चेष्टा पनि छैन। त्यस्ता मूर्खलाई नासी तपाईलाई के बढाई होला?
मलाई विधवा नतुल्याई स्वामी वरदान देऊ। स्वामी दक्ष प्रजापतिलाई बिउताई मेरो उद्धार गर। हे वीर, आफूले सृष्टि गरी आफैले संहार गर्न योग्य छैन। तिमी कस्ता भने सृष्टि स्थिति संहारकर्ता महारुद्र पनि तिमी, महादेव पनि तिमी, आदि अनादि ब्रह्मा विष्णु शिव जे भने पनि तिमी। हे भक्त वत्सल, मेरो मुख हेरी दक्ष प्रजापतिको सम्पूर्ण अपराध क्षमा गरी बिउताइदेऊ भनेको इन्द्रादि देवताले सुनेर आकाशबाट पुष्पवृष्टि गरी हे वीरभद्र दक्ष प्रजापतिलाई बिउताई बिरानीलाई सन्तोष दिनुहोस् भनी भने। यति इन्द्रादि देवताहरूले भनेको सुनि बिरानीले अति शोक गरेको देखि वीरभद्रलाई अति करुणा भयो र बिरानीको मुख हेरी भन्न लागे, हे बिरानी, तेरो स्तुति देखि म सन्तोष भएँ, तँलाई स्वामी वर दिन्छु। तर तेरो स्वामी दक्षको शिर मैले यज्ञ कुण्डमा होमिसकेँ। अब यज्ञमा बलिदान दिएको बोकाको टाउको जोडी बिउताइदिन्छु, किनभने त्यसले जगदीशहरूलाई साह्रै निन्दा गरेको छ। त्यो पशु हो, यसै अर्थले पशुकै टाउको जोडिदिन्छु। यति वीरभद्रले भनेको सुनि बिरानीले हवस् भनी अञ्जली बाँधिरहन्। वीरभद्रले बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोरी दक्ष प्रजापतिलाई बिउताइदिए। दक्ष प्रजापति पनि बिउतेपछि बिरानीले बडो सन्तोषित छाग मुख अर्थात् बोकाको टाउको भएको दक्ष प्रजापतिले सहित भई महाकाली वीरभद्रलाई साष्टाङ्ग प्रणाम गरी आफ्ना घर गइन्। महाकाली वीरभद्र पनि कोटि कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग दक्ष प्रजापतिको सेना मारी यज्ञ विध्वंस गरी नन्दी, भृङ्गी, चतुष्ठी, योगिनी, भूत, प्रेत, पिशाच, प्रमथगण, विषम ज्वरो समेत भई तहाँदेखि अन्तर्धान भई कैलाश पर्वतमा गएर महादेवलाई साष्टाङ्ग प्रणाम गरी, हे जगदीश्वर, तिम्रो आज्ञाले पापिष्ठ दक्ष प्रजापतिको यज्ञ विध्वंस गरी कोटि कोटि यक्ष, गन्धर्व, किन्नर, नाग दक्ष प्रजापतिको सेना मारी दक्षको शिर छुट्याई यज्ञ कुण्डमा होमिसकेपछि दक्ष प्रजापतिकी स्त्री बिरानीले आफ्ना स्वामी प्रजापतिलाई मरेको देखि बहुतै विलाप गर्न लागि। त्यो देखि मैले यज्ञ कुण्डमा बलिदान दिएको बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोरी दी दक्ष प्रजापतिलाई जियाइ आएँ भनी बिन्ती गरे। तब महादेव सन्तोष भई आज्ञा गर्नुभयो, हे महाकाली, हे वीरभद्र, तिमीहरू धन्य रहेछौ, म सन्तोष भएँ भनी दुवैलाई आफ्ना शरीरमा लिन गराउनु भयो। हे अगस्त्य मुनि, तहाँ उपरान्त महादेवले आफ्नी स्त्री सती देवीलाई सम्झी दक्ष प्रजापतिले यज्ञ गरेको ठाउँमा गई यज्ञ कुण्डमा प्रवेश गरी रहेकी सती देवीलाई देखि यज्ञ कुण्डदेखि माथि छिकी काखमा लिई ती नाखादेखि आँसु खसाली, हा सती देवी, कैलाश शून्य गराई मलाई एक्लै छोडी यस्ता अवस्था पारी कता गयौ भनी बहुतै अधैर्य भई रुख ढल्दा झैँ भूमिमा ढली मूर्छा हुनुभयो। फेरि चेष्टा हुनुभयो र हे प्राण प्यारी, अब मैले बाँचेको व्यर्थ छ, एकछिन पनि नछोडी मेरो मुखिन्ज्याल बसी मैले भनेको पुराण कथाहरू भुलिरहन्थ्यौ। अब कसलाई म सुनाउला, को सुन्ला? मैले भनेको वचन नमान्दा तिम्रो यो अवस्था भयो, मेरो यो हवाला गरायो भनी आफ्नै हातले आफ्नै छाती ठोकी आँखादेखि वर्षाकालमा जल वर्षे जस्तो मोतीका दाना झैँ आँसुका धारा बगाई फेरि भन्दछन्, हे प्यारे, मेरो खाने वस्तु विष भाङ धतुरो, यो मेरो स्वामीले खाने वस्तु पनि हित भावले रक्षा गरिराख्थ्यो। अब को रक्षा गरिदेला? फेरि कतै आई कतै गई आउँदा हातमा कमण्डल लिई चाँडै पाउट हुन आउँथ्यो। अब को ढैदेला? हे प्यारी, तिमी बिना मेरो कसले तिमी बिना मेरो चित्त कसले गरी दृढ होला भनी कहिले काखमा लिने, कहिले अङ्कमाल गर्ने, मुख हेर्ने, कहिले मुहाई खाने, कहिले छातीमा हात राख्ने,
कहिले आलिङ्गन गर्ने, कहिले सतीदेवीको हात आफ्नै छातीमा राखी यस्ता तरहले नाना शोक गरी सतीदेवीलाई पीठमा लिई हा सतीदेवी भनी बौला जस्तो भई पृथ्वीमा भ्रमण गरी हिँड्दा भए महादेवले पीठमा लिएकी हुनाले सतीदेवी गलित पनि दुर्गन्ध पनि केही भएनन्। निन्द्रा स्वरूप झैँ भइरहँदी भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमारगस्ते श्री स्वस्तानि परमेश्वर्यां व्रत कथायां दक्ष यज्ञ विध्वंस दक्षागमु मुखीकरण शीत सती समाधान पूर्वक महादेव पृथ्वी भ्रमण एकादशोऽध्याय। उपनयतु मङ्गलं वो सकल जगन्मङ्गलालय श्रीमान दीनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्ये पृथ्वी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु सरदा शतम। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतधार कथा प्रसंग। या कुण्डाण्डु तुषारहार धवला या शुभ्र वस्त्रावृता या बीना वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृति वीरदेवै सदा वन्दितां सामां पातु सरस्वती भगवती निशेष जाड्यापहा। कायेन वाचा मनसेन्द्रिर्वा बुद्ध्यात्मनावानुसृते स्वभावत् करोमि यद्यत् सकल परस्मै नारायणायति समर्पय तत् श्री स्वस्तानि परमेश्वराय नमः।